चौबन्दी ढाकाको चोलो छिटका फरिया कि चौबन्दी ढाकाको चोलो छिटका फरिया कि बाँसकली घरका हो तम्रो बैसा भरिया कि म त राई झुमा झुमा क्या मस क्या के छ हो राई झुमा कोही भएन मन बुझाउन्या यो जिन्दगी भरि कोही भएन मन बुझाउन्या यो जिन्दगी भरि घर छैन घरबारी छैन म बनकी चारी म त राई झुमा झुमा क्या मस क्या के छ हो राई झुमा झुमा क्या मस क्या के छ हो राई झुमा। कठै लाडी हाम्रा सुदूरपश्चिमका गीत कति निका हुनान्। यहाँ पहिलेका भिडियोमा तमलाई थाहा भइसकेको छ इनन मेरा कोइस हर्कमती जोशी इन एक शिक्षिका हुन्। काठमाडौँ बस्छ कति वर्ष भयो कोइस? 23 वर्ष भयो बाबु। 23 वर्ष भयो त क्या जति वर्ष म यसलाई भए म जन्मे अब पहिला आएको थिएँ के हो? हो ठ्याक्कै हो जिन्दगीको आधा उमेर भन्दा बढी काठमाडौँमा बित्यो मेरो। काठमाडौँमा बित्यो। सुदूरपश्चिमको याद कति हुन्छ? धेरै नै याद त उहाँ जन्मिए उहाँ हुर्किए उही भाषा संस्कृति याद त हुन्छ त धेरै हुन्छ। काठमाडौँमा बसन्ज्या त यहाँ त सबै मान्छे नेपाली बोल्लान् अरू भाषा बोल्लान् विभिन्न संस्कृतिका मान्छे छन् 77 जिल्ला मान्छे यहाँ छन् हैन। अनि आफ्नो भाषा संस्कृति त मिस होलो देख्या याद गरला कि म सुदूरपश्चिममा भए त मैले अहिले डोटेली बोलिरहेको हुन्थे अथवा आफ्नो भाषा बोलिरहेको हुन्थे भन्ने फिल हुन्छ कि न खबर? हम बोल्दा त बाबु सुदूरपश्चिमकी भाषा बोल्लौँ होइन उहाँकी भाषा बोल्लौँ होइन। सुरुमा त मलाई यति धेरै याद आउँथ्यो कि त्यहाँ कि मान्छे कम थिए यहाँ हाम्रा सुदूरपश्चिममा कम थिए। अनि हाम्रो भाषा बोल्ने मान्छे कहाँ आन्ना भनेर बाटोमा हेरिबा जान्थेँ म। हाम्रा यहाँका मान्छे होइन कि बोल्न पाए हुन्थ्यो हाम्रो भाषामा कुरा गर्न पाए हुन्थ्यो भन्ने लागन्थ्यो सुरुमा। अझै अहिले त बहुत भयो गए सुदूरपश्चिममा मान्छे बहुत आए गए यहाँ। अब मैले पढाउने विद्यार्थीलाई छन् सुदूरपश्चिमका कतिपय कन्चे स्कुलमा अहिले बोल्न हाम्रा सर म्याडमहरूलाई सुदूरपश्चिममा भाषा सुन्ने लेखा एकदमै निको मान्नान्। उनसितलाई कहिले काहीँ चाहिँ हामी सुदूरपश्चिमकी बात गर्दा कुरा गर्दा हाम्रो भाषामा। भाषा त एक मात्र कुरा भयो होइन। भाषा बाहेकका अरूलाई धेरै कुरा छन् सुदूरपश्चिममा अनगिन्ती कुराहरू छन्। हाम्रो कला संस्कृति प्रकृति सब अरू प्रदेशभन्दा भिन्न छ। हाम्रो जीवनशैलीलाई और क्षेत्रका मान्छेका जीवनशैली है बहुत फरक छ। हाम्रो चालचलन रीतिरिवाजै फरक छ हाम्रो अस्तित्वै फरक छ होइन सुदूरपश्चिमको। अब ती कुराहरू चाहिँ कति याद आउनान् जसो गोराकी बेला भयो जसो अहिले हामीले दुत्ते मनायौँ या पहिले दसैँ भयो बिस भई नरहरी भई सुदूरपश्चिममा त बहुत चाडपर्व छन् देख्या। उही बेला चाडपर्व आया बेला चाहिँ कसो महसुस हुन्छ तमलाई? चाडपर्व बेलालाई हम चाडपर्व मान्नौँ होइन। एकदमै उहाँको याद आउँछ उसै परिवेशले हम बनाउन होइन बनाउने प्रयास गर्छौँ कतिसम्म हुन्छ उही भाषा बोल्ने प्रयास गर्छौँ। उहाँको अब गौराहरू यहाँ अब टुँडी खेलमा हुन्छ होइन कोटेश्वरमा हुन्छ विभिन्न ठाउँमा हुन्छ। नेपाली त मेरोलाई टुँडी खेल कोटेश्वरै भयो नेपाली त मेरो गोरालाई काठमाडौँमा भयो होइन। तेह्र डेउडालाई हेऱ्यो होइन धेरै। अनि एकदमै हम मनाउन अनि होली मनाउन हामीले यहाँ नागार्जुन सुदूरपश्चिम समाज खोलेका छौँ होइन। बजाङ समाज होइन बारदेव भवानी सेवा समाज होइन। बजाङ समाजमा त मैले पुगेँ अनाम नगरमा छ होइन। अनि देउडाको कुरा गरौँ चाहिँ देउडामा कति रुचि छ तमलाई? रुचि त लागन्छ सुन्ने कहिले काहीँ गुनगुनाउनेलाई गर्छौँ तर अब हाम्रो चाहिँ लय नआइपुग्दो होइन हाम्रो प्रति साधना नआइपुग्दो तर पनि इच्छा त एकदम प्रगाढ हुने पनि। तम्रो त स्वरलाई बहुत मिठो छ। हाम्रा सुदूरपश्चिमको कोही देउडा गीत सुनाइदेऊ न कोही देउडा भाका चल्या गीतहरू मध्ये या तम्रो आफ्नोले जसोले हाम्रा दर्शकौनकी लेखा। ओहो सुदूरपश्चिमबाट बहुत मान्छे हेरिरहन् तमलाई देख्या। ठिक छ म प्रयास गर्छौँ। राई झुमा झुमा क्या मस क्या के छ हौ राई झुमा झुमा क्या मस क्या के छ हौ राई झुमा। चौबन्दी ढाकाको चोलो छिटका फरिया कि चौबन्दी ढाकाको चोलो छिटका फरिया कि बाँसकली घरका हो तम्रो बैसा भरिया कि म त राई झुमा झुमा क्या मस क्या के छ हौ राई झुमा
राई झुमा झुमा क्या मस क्या के छ हौ राई झुमा कोही भएन मन बुझाउन्या यो जिन्दगी भरि कोही भएन मन बुझाउन्या यो जिन्दगी भरि घर छैन घरबारी छैन म बनकी चारी म त राई झुमा झुमा क्या मस क्या के छ हौ राई झुमा झुमा क्या मस क्या के छ हौ राई झुमा। ल बाबा धन्यवाद। कठै लाडी हाम्रा सुदूरपश्चिमका गीत कति निका हुनान् और नेपाली भाषा गीत सुन्न निको लागन्छ कि कोही हाम्रा सुदूरपश्चिमका कि हिन्दी गीत कुन गीत सुनाउँछौ त गीतहरुमा चाहिँ? म नेपाली सुदूरपश्चिमका गीत सुन्ने हुँदै रहेछु। सुदूरपश्चिमका गीत भन्छ यो बचपनबाटै सुने हुनाले हो यो बचपनबाटै हाम्रो त सुदूरपश्चिमका गीतहरु त हम त बन झन्झ्याले गीत गाउने गोरा आयो गीत गाउने के काजबार भयो गीत गाउने अन्जिया कसैको बिहा गद्दो पर्यो सगना गाउने गीत गाउने हैन तसो हुन्छ त हम त गीत संगीत अनि कला संस्कृतिसित त हाम्रो सुदूरपश्चिमको त धेरै गहिरो सम्बन्ध छ जसोलाई लागन्छ के मलाई त एकदम एकदम बिहा व्रत बन्द हुन्छ अब सगना गहनादेखि भयो अनि हैन विभिन्न अब देवी देवता गाथाहरू गाउने भए चरित्रहरू उनका हैन त्यसरी गाउने भए एकदम मनमुटु छुन्छ नि त तिन शब्द उहरूले चाहिँ तहा सभ्यताहरूले एकदमै मन छुन्छ। अर्को कुराले मैले किलाई महसुस गरे भनेको एवन्जे हैन तमले भाइ बहिनीलाई सुदूरपश्चिमको भाषा सिकाउने प्रयास गरेका छौ इन यही जन्मे यही हुर्के हैन तमले यहाँ आए 23 वर्ष भइगे हैन अब यिनले चाहिँ सुदूरपश्चिमको भाषा सिक्द सक्द लार्यान कि नाइ सक्द लार्यान कि कसो हुन्न छ कतिसम्म सिकाइसक्दा छौ आगामी पुस्तालाई चाहिँ आफ्नो संस्कृति कला भाषालाई कसै हस्तान्तरण गर्दा छौ? एकदम सिकाया छौँ हाम्रो चालचलनहरू यिनले पुरा सिकिसके बाबु अलि भाषाको कुरा गरन्ज्या यिनलाई कसो भयो कि पहिले नेपाली भाषा सिकाले यिनले यहाँ स्कुल जान्ज्या साथी सङ्गतिबाट बढी सिक्दा नि बच्चाहरू स्कुलको वातावरण हैन तामठे यिम्रो मिस्कट हुन लाग्छ अहिले भाषा मिसावट हुन लाग्छ हाम्रो भाषालाई नेपाली भाषालाई आउन लाग्छ तर चालचलन हाम्रो जम्मै हाम्रो गद्दानिन् हम त पुरै हाम्रो चालचलन भाषालाई हमरी बोल्दा हम त तर यी बच्चाहरू चाहिँ अब नेपाली बोल्ला रेन कहिले काहीँ अब हाम्रो भाषालाई बोल्ला रे अलिकति यिम्रो लवज चाहिँ त्यो हाम्रो जसो नहुने रहेछ एकदमै चाहिँ अब सिकाउने एकदम प्रयास गरेका हामीले। अरूलाई अब त समय बहुत बदलिसकेको छ पहिलेको जसो समय छैन अहिले मान्छे एकै ठाउँ कहाँ बसिसक्ने अवस्था छैन मान्छे देश जान्छ परदेश जान्छ सुदूरपश्चिमका मान्छे पुरा विश्वभर छरिबट रहिरहन् आगामी पुस्ता अब जन्मने जो पुस्ता छन् उन विदेशमा जन्मन लार्यान और शहरहरूमा जन्मन लार्यान जहाँ हाम्रो भाषा कला संस्कृतिको छाप प्रभाव एकदम कम छ के त तसा क्षेत्रहरूमा जन्मन लार्या आगामी पुस्तालाई चाहिँ कसै अगाडि बढाउनु पर्छ कसै चाहिँ उनलाई हाम्रो भाषा संस्कृति जोगाइ राख्दो हो भन्ने कुरा बताउन सकिन्छ तम्रो सन्देश के छ? अनि अब कसो छ भने यो विश्वव्यापीकरणले मान्छेले एकै ठाउँमा बसिबेडले नै यो गुजरा हैन अब यो विश्व त नानो एक गाउँ जस्तो हो कि हैन यो संसारका माध्यमले हैन इथो त जानै पर्ने हुन्छ जान्नु राम्रो हो यताउति गर्दा देश प्रदेश गर्ने हैन विदेशका अनुभवहरू हाम्रो देशमा ल्याउने आफ्नो देशलाई चाहिँ अगाडि बढाउने हैन विकास गर्ने यही सन्दर्भमा चाहिँ मलाई के लागन्छ भने हैन विदेशका कुरा चाहिँ हामीले ल्यायौं विदेशका कुराहरू अपनायौं विदेशमा जे ज्या हुन्थ्यो उनीहरुको कल्चर हामीले फलो गर्यौं उनीहरुले लगाउने जस्ता कपडा हम लगाउन पस्यौं उनीहरुले खाने जस्ता खानेकुरा खान पस्यौं तर हामीले गद्दे कुरा हाम्रा संस्कृतिका कुरा चाहिँ विदेशसम्म नआइपुगेको जस्तो लागन्छ के हाम्रो कुरालाई विदेशीले फलो क्या नै गर्यो त विदेशीका कुरा हम फलो गद्दार्यौं उनीहरु संस्कृति प्रयोग गद्दार्यौं उनीहरु भाषा प्रयोग गद्दार्यौं हैन उनीहरु जसो जीवनशैली बनाउन खोज्दार्यौं उन चाहिँ हाम्रा जसो जीवनशैली बनाउन क्या नै खोज्दार्यन् यहीमा चाहिँ के लागन्छ तमलाई? हामीले पल्ली विदेशी भन्जा ठूला नजरले हेर्यौं के विदेशी भने ठुला हुन् एकदम बनेका हुन् उन जसो बन गया हामीलाई एकदम माथि जानियो भन्ने जो हाम्रो सोच भयो कि हामीले चाहिँ यो नयाँ सोच्यौं कि हाम्रो संस्कृति कला सँगसँगै लैजाउँ उनबाट चाहिँ हामी सिक्दै कुरा सिकौं बाँकी चाहिँ हाम्रो संस्कृतिलाई चाहिँ ह्रास गर्दै किसिमको हानि गर्दै खालाका कुराहरू चाहिँ नल्याउँ भन्ने कुरामा चाहिँ हामीले सचेत हुनुपर्ने हुन्छ हैन हाम्रो संस्कार संस्कृतिलाई चाहिँ अगाडि बढाउनु है उनबाट प्रवृत्ति जो अब त्यो सिप छन् नि त्यहाँका सिपहरू शिक्षाहरू
होइन प्रविधिहरू तसा कुरा हामीले सिक्दै बढ्दै हुन्छ होइन अरू हाम्रा संस्कृतिका कुराहरू अगाडि लैजानु हो अनि अर्को कुरा कसो हुन्छ भने विदेशले क्या नआइसक्यो हाम्रा कुराहरू हामीले प्रचार गर्दा नआइसक्यो कि हामीले लागू गर्दा नआइसक्यो नि उयो ठाउँ लैजा हाम्रो प्रभुत्व देखाइ नआइसक्यो नि हाम्रो महत्त्व खै त हामीले हाम्रो प्रचार प्रसार हाम्रो महत्त्व उजागर गर्दा नसक्यो